कति वर्ष हो यो काम गरेको? भएन नि त 18-20 वर्ष। काठको काम गरेको धेरै भयो, 12-13 वर्ष अगाडि काठको काम गरेको घर गाउँतिर है। 17-18 वर्षै भयो। बिहा नगर्दैबाट सुरु भएको, बिहा भएकै 17 वर्ष भइसक्यो। छोरी 15 वर्षको छ। बिहा नहुँदैबाट कामको फिनिसिङ त राम्रो लाग्यो है। मैले हाम्रो फेरि उता विदेशतिर इन्डियातिर गएर सिकियो नि त दाइ। उता गरेर यहाँ त नेपालमै के सिकिन्छ उतै सिकेर आउनुभएको? त्यही भएर यति राम्रो फिनिसिङ दिन सक्यो। यहाँकोले त सक्दैन नि त यो फिनिसिङ दिन त। यहाँ त सिकिन्न दाइ काठको काम। काठको काम सिकिन्न त इन्डियातिरै जानुपर्छ क्या। इन्डियातिर गयो भने बम्बातिर सिकिन्छ। यो मोडर्न किचन र यो जुन पुरानो किचनमा मोडिफाई गरेकोमा अन्तर के छ? अन्तर त के छैन दाइ, पुरै एउटै हो। अब मोडर्नमा भन्ने हो भने अब हजुरको यो यसको यो बोर्डर देखिन्न, यो देखिन्न। हामीले डाइरेक्टै तल बक्समा दिइहाल्छ क्या। मार्बल टाइल हामीले आफै हाल्छ कि। अनि ठ्याक्क अब यो टाइलहरू चाहिँ अब जति राख्नुपर्ने हो त्यति हिसाबले राख्छ। अब यहाँ यो बडी सबैको कम छ नि त, जस्तो माथिसम्म पुग्यो। अब हामीले चाहिँ त्यही लेभलले। अब यहाँ फेरि त्यो चिम्नी चाहिँ इलेक्ट्रिक आउने भयो। यो पुरानोलाई नै यसरी अब चिम्नीको चाहिँ उस भएन क्या। अब मिसिन हाल्न मिलेन क्या हजुरको यहाँ। अब त्यही उस पङ्खा हाल्ने त्यहाँ त्यही पङ्खाले तान्ने हो। अहिलेको मोडल बनाउनु नि डाइरेक्ट मिसिन आउँथ्यो। अरूले बनाउन चाह्यो भने है तपाईहरु चाहिँ यो पोखराभित्र जहाँ पनि जान सक्नुहुन्छ। पोखराभित्रमा हैन, रेट पाए भने जान्छ। गण्डकी अञ्चलभित्र गण्डकी अञ्चलभित्र रेट पाए भने जान्छ। पोखर यतिखेर त फागुन हैन, चैततिर त हामीले पोखरका नवलपुर थियो है। पोहोरको चैततिर त नवलपुर थियो। तपाईँ काठमाडौँ थियो होइन, म नवलपुर थिएँ। पोहोरको स्याहार यसको माल त भयो यहाँ। त्यहाँ छ भएको ठुलो गाडा पोहोर थिएँ। पोहोरको चैते दसैँमा नवलपुर। वर्षमा कतिवटा जति काम आउँछ यस्तो? वर्षमा लगभग 9-10 वटा आउँछ। अब तपाईँको अहिले हामी अस्ति फुलबारी सक्यो। फुलबारी सकेर फेरि सेती गएर चाहिँ कति 10 वटै कति पलङ भ्यायो। अनि पलङ भ्याएर फेरि अनि निस्केको 6 वटा भ्यायो पहिला पलङ। फेरि अस्ति गएर 10 वटा पलङ भ्यायो। अनि फेरि अस्ति यो तल गएर फेरि पछिटेहरूको पलङ थालेर त्यहाँ सक्नु चाहिँ भइन्छ। हजुर अनि सक्नु चाहिँ भइन्छ अब त्यो पलङ। फिनिसिङ नै भयो क्या। मेरो के हुन्छ हामी त्यो हुन्छ है पढाउँदै एउटा हातमा त्यो अब बोराहरूले चाहिँ हामी देख्थ्यौँ मतलब यो चाहिँ यस्तो चढ्दाखेरि म चाहिँ तपाईँहरूको त्यो नभए ठ्याक्कै पुग्यो। अब ठ्याक्क नम्बर राख्नुहोस्। अनि अब आफूले स्वतन्त्र गरौँ होइन। अब म तपाईहरुको यो भिडियो युट्युबमा हालिदिन्छु है। तपाईहरुको नम्बर पनि राखिदिन्छु हैन। बनाउन चाहनेले
यसरी नै बनाउँदैछ हामीले यो किचन, पुरानो किचनलाई होइन। उहाँहरूले चाहिँ एउटा मोडर्न तरिकाले, राम्रो तरिकाले यसलाई चाहिँ आकर्षक डिजाइन दिनुभएको छ। तपाईँहरूले पनि बनाउन चाहनुभयो भने उहाँहरूलाई सम्पर्क राख्न सक्नुहुन्छ। उहाँहरूको नम्बर मैले यहीँ राखिदिने छु। यदि तपाईँहरूलाई इच्छा भयो भने उहाँहरूलाई सम्पर्क गरेर आफ्नो किचन चाहिँ राम्रो बनाउन सक्नुहुन्छ है।